हेलो साथी, गुड मर्निङ। म उठेको चाहिँ बिहान ठ्याक्कै 11 बज्यो 4:10मा म उठेँ। अब म चाहिँ जान्छु नुहाउनलाई। बेड त मिलाउनै पर्यो, बेड मिलाए। साथीहरू, म चाहिँ रेडी हुन लागेको। लगभग 4:30 भइसकेछ म नुहाएर आउँदाखेरि चाहिँ रेडी हुँदैछु। तर खास गरी भन्नु नि मेरो रुममा चाहिँ एउटा कुरा छ कि एउटा एकजना मात्रै छ, तर उसलाई चाहिँ म उठ्दा मैले बत्ती बाल्दा उसलाई कहिले पनि डिस्टर्ब हुँदैन। एकदम बिन्दास चिलवाला मान्छे छ मेरो रुममा चाहिँ। म पनि बिन्दासै छु, चिलै छु, मलाई नि केही फरक पर्दैन। सरी भनौँ भने मेरो अगाडिको युनिफर्म चाहिँ मैले देखाउन मिल्दैन। सेन्ट पछाडि चाहिँ हेर्नुहोस्। हल्का ऐना हेरेर कपाल कोरेको क्या। ल म चाहिँ रेडी भएँ है। यसो पछाडिबाट घुमिदिएको हल्का। म चाहिँ ड्युटी हिँडेँ है। र चाहिँ पनि गर्नुपर्ने हुन्छ। म चाहिँ बस चढ्नुभन्दा अगाडि सप गएको थिएँ। त्यहाँबाट चाहिँ आफूलाई चाहिने नास्ताको सामान किनेँ अनि बस चढेर बसेँ गर्दाखेरि अब बाटो चाहिँ खास गरी 20 मिनटको हो, लाग्नलाई चाहिँ 1 घन्टा लाग्छ है। ट्राफिक त्यही त हो नि। अब दुबईको बसै निन्द्रा पुग्दैन, बसमा सुतिन्छ मजाले 1 घन्टा त सुतिन्छ। अब जाममा त्यही त गाडी घ्याच हुन्छ। अब त्यही घ्याच बेला बेलामा बिउजिन्छ पनि। गाह्रो हुन्छ भने जस्तो कहाँ सजिलो छ र। एकदम गाह्रो हुन्छ। सजिलो छैन हो, सजिलो छैन। अब रोडको बाटो हो, हाइवे बाटो हो, अब के हुन्छ कसो हुन्छ थाहा हुँदैन। केही न केही त भएको होला, त्यही भएर कराइरहेको छ एम्बुलेन्स टुई, त्यही भएर जाम पनि परिया छ। ल फाइनली म चाहिँ लोकेसनमा उत्रेँ, तर म अलिक पर उत्रेछु कि जतापट्टि उत्रिनु पनि म त निदैछु भने गाडीमा निदाएर म त अलिक परे पो उत्रेँ। अब अलिकति परसम्म त हिँड्नै पर्यो। बाटोमा हिँड्दाखेरि चराहरू एकदम मजाले गइरहेको छन्, चिरिप्री जस्तै कि एकदम प्राकृतिक फिल भइरहेछ है। फाइनली हामी ड्युटीमा आएर पनि हामीले कफी आम द वे। ल हामी चाहिँ रुम जाँदैछौँ। टाटा बाई बाई। ड्युटी सकियो, रुम जान लागेको। थकित छौँ, एकदम थकित। ल गाइजहरू फर्किँदै हो रुमतिर लोकेसनबाट। फाइनली म चाहिँ जिमको लागि निक्लिरहेको छु। अन द वे। अहिले चाहिँ ठ्याक्कै 7:45